निकै डेन्जर छ है। टक्क हाम्रो अब चाहिँ पुल तरेर है हामी चाहिँ यस्तो रमणीय ठाउँमा यस्तो फोटोहरू भिडियो खिचेर चाहिँ हामी हिँडेको छौँ है। टक्क पारामा चाहिँ अब लटेर चाहिँ बिजोग छ है। लडेर पुरानो बाटो छ नि ल्याएको नि यो फाल्दै हुन्छ है। अवस्था केचल भाला। ओ अहिले त बम्बईले नि जित्यो त यार। जुनैदेखिको यात्रा चाहिँ सुरु भयो है सेफको लागि। टक्क बाह्रमा हाम्रो चाहिँ मोटरलाई नेपाल पछाडि हुनुहुन्छ, हामीलाई अगाडि हुनुहुन्छ। टक्क यता कोरिनी छ है हाम्रो गन्तव्यमा सुरु भएको। अब हामी यहाँ टिकट काटेर ट्याक्क जान्छौँ है। टक्क बाह्रमा हामी चाहिँ टिकट काटेर है टिकट काउन्टरबाट अब चाहिँ हामी अगाडि झुलुक्क देख्न सक्नुहुन्छ। देखिरहेको छ हिमाल है, हामी जाने त्यही हो। टक्क पारामै हामी चाहिँ दुनैबाट आएको है। अगाडि भिजेर ठाउँ देख्न सक्नुहुन्छ। नाउली र्याची, हामी जाने र्याची है। कोही चाहिँ सेफ इन्डस्ट्रियल रोडको चाहिँ हामी चाहिँ अब हाम्रो यात्रा हामी टक्क पारामा हिँड्यौँ है हिँड्यौँ। तापेको छ चिसोमा। मुतुलाई टोलीहरू मस्त हिँडिरहेछ खोलाको किनार है। किनारे हिँडिरहेछ। हाम्रो 2 दिनको हिँडाइ हो। बल्ल हामी चाहिँ 2000 मिटर मात्र माथि चढेका छौँ। अझै छ थुप्रै अगाडि चाहिँ ठ्याक्क हिमाल है। यता खोलाको किनार चाहिँ हामी है यात्रा गरिरहेका छौँ। अगाडि हाम्रो मोटो लाइफ नेपाल। कुन्टु भन्दा हामी आएको चाहिँ यताबाट है। यतादेखि हामी जानु पऱ्यो यता टक्क है। रमाइलो छ हौ रमाइलो छ। टक्क हाम्रो बम्बे टक्क चाहिँ हाम्रो केटाहरू चाहिँ अगाडि है। ठुलो बाटो चाहिँ एकदमै अप्ठ्यारो छ है। बाटो एकदमै अप्ठ्यारो। यही माथि पानी परिरह हिउँ परिरह चिप्लो छ। प्लास्टिक अप्ठ्यारो ढुङ्गाको उसबाट जाने हो। उचाइ निकै छ। बिजोकै छ हौ बिजोकै छ। अगाडि टक्क चाहिँ यस्तो चाहिँ तपाईँ दृश्य हेर्दै चाहिँ हामी हाम्रो गन्तव्यतर्फ लागिरहेका छन् है। घोडाहरू अहिले गर्दा जानु पर्यो। कहिलेबाट बन्द खोलेको छैन त्यस्तो माथिले झन्डासम्म त राम्रो छ। मान्छे गइरहेछ आइरहेछ मान्छे गइरहेछ मान्छे चाँप छ। टक्कै ढुङ्गाको चाहिँ उसबाट झर्ने हो है। सिधै हाम्रो केटाहरू अगाडि गइसके टक्क चाहिँ खोलामा जाने बवाली छ हो। बवाली छ तातेको छ खोला झरेको छ।
यात्रा एकदमै डेन्जर छ है। रमाइलो पनि छ है, डेन्जरै पनि छ। यता पहाडै पहाड छ, कताबाट ढुङ्गो खसेर लाग्ने हो भन्ने छ है। यति गाह्रो भयो अरे विदेशी पुलान्डीलाई। सुरुमा त आर्मी जस्तै दुबिरहेन त। बाटो एकदमै अप्ठ्यारो, माथि ढुङ्गा खसेर लाग्ने हो कि भन्ने डर। यता ढुङ्गा बिजोग छ हौ, बिजोगै छ। है एकदमै रमाइलो छ। एकदमै यस्तो ढुङ्गाहरू खस्ने ठाउँ छ है। ए बम्बे आमोरिसे बम्बे। अप्ठ्यारो छ यात्रा, तर हार मानिन्न। पैदल यात्रा निकै डेन्जर छ है। यसमा पनि भिडियो गरिरहेको छु। निकै गाह्रो भयो जस्तो छ। के भयो रे? गाह्रो भयो। ओहो हो र। उकालो यात्रा, उकालो चढ्दै है। गाडीले 1 नम्बर गियर ला है। यतै हो दादा, यतै हो, यता यतै तेर्छौ भनेर उता हुन्छ। बाटो यस्तो नै हो जहाँ कतै सबै खिच्न सक्ने हालतमा छैनौँ हामी। अब कतानिर लडिन्छ भन्ने जस्तो छ। माथिबाट ढुङ्गा कहाँ पल्टिन्छ जस्तो छ। बिजोकै छ हौ बाटो त। अब 2 जना केटाहरू आएनन्, वहाँ पारी छन्। एकदमै रमाइलो छ यात्रा त, तर हिँड्न निकै गाह्रो। ओहो बिजोकै छ हौ। यो रमौडी दृश्य देख्दा त एकदम आनन्द आउने खालको छ, तर चाहिँ निक्लिन साह्रै गाह्रो। पुग्नुपर्ने हामी उहाँ छ है। बिजोकै छ। टक्क हाम्रो अब चाहिँ पुल तरेर है। हामी चाहिँ यस्तो रमणीय ठाउँमा यस्तो फोटोहरू भिडियो खिचेर चाहिँ हामी हिँडेको छौँ है टक्क पारामा चाहिँ। अब यात्रा एकदमै रमाइलो छ है, एकदमै रमाइलो छ। त्यही दुःख है, यात्रा नै दुःख हो भन्दै चाहिँ हामी अब फेरि हिँडाइतर्फ लाग्यौँ है। टक्क चाहिँ हाम्रो है बाटोहरू यस्तै छ। त्यही गाह्रो छ यात्रा। खोलाको तिरैतिर रमाइलो छ यात्रा। टक्क पारामा हामी चाहिँ पुल चढेर है बम्बे आप किन्न होला। अनि आफ्नो चाहिँ यहाँ आउँदाखेरि है
बेला बम्बे चौपटी वाओ टक्क पारो माथि पानी पऱ्यो साह्रै बिजोड छ है नसक्ने हालतको छ क्या बिजो के छ हौ पानी परिरह पेर 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 बिजो के छ यस्तो छ बम्बई चौपटी तातो तातो चिया गुरुङको छोरो वाइफाई साँधेको आज रिम्चेसम्म पुगेर हामी त्यहाँसम्म त हिउँ पर्दैन होइन अब नास्ता पछि चाहिँ फेरि यात्रा सुरु भयो है यात्रा सुरु भयो नास्ता खाएपछि फेरि यात्रा चाहिँ यात्रा सुरु भयो भाइ अलि पावर आओ ल ठिक छ साग लिएर आउनु छ साग लिएर आउनु तातो तातेको छ तातो माथि माथि सैलुङ्गेमा झौरी लाउनेलाई लाउनेलाई खाली सुनको यो मनै बिजोगी छ हौ माथि ढुङ्गै ढुङ्गा कति महिनाको 8 महिना अन्त त केही छैन ख्याल हो हिउँ पर्दिनाले त्यस्तो भयो के यस्तै परिरहेछ के बाटो अस्ति त परेको थियो आजबाट गर्छ बरु तिम्रो एकदम चाँडो जा भोलि पनि एकदम कडा हिउँ भनेको छ एक दुई दिन बस्ने अगाडि चाहिँ डेन्जरै छ हिउँ परेर बिजोकै छ अरे होइन अब चाहिँ बाटोमा चाहिँ बस्नुपर्छ कि जस्तो छ माकुरी जालैमा खाने सामान है यसरी बोकेर पुऱ्याउने ल क्या ठाउँ छ यार गाह्रो
हामी ल भरेस गइसक्यो भाइ टक्क बाटो 5 घन्टाको भिडाइ भइसक्यो अझै गन्तव्य आएन आज दिनैभरिको भिडाइ हुन्छ होला भोलि पनि दिनैभरिको भिडाइ छ तल खोला त्यो पहाडको दिलैदिल हाम्रो यात्रा सुरु भइरहेको छ केटाहरू पछि छन् धेरै पछि हिँड्न नसकेर हाम्रो चाहिँ बम्बे र लुथुरी एप चाहिँ आएनन् है हामी चाहिँ पनि यहाँ वेटिङमा छौँ उहाँ अलिअलि आउन लागेको मानेको छु मैले बम्बे एप चाहिँ लुथुरी एप चाहिँ अलिक तल किङ कोब्रा हेलो हेलो यस्तै छ हाम्रो यात्रा रमाइलो छ हिँडिरहेछौँ दौडिरहेछौँ बल्ल बल्ल भयो पनि बम्बे र घर चाहिँ एप आएनन् बम्बे बम्बे आएर उहाँ झुरुक्क देखिनु भएको छ बम्बे चाहिँ क्यामेरा अन गरेपछि अलिक तात्छन् है रमाइलो छ लुथुरी एप अब इभी चाहिँ चार्ज हुने ठाउँ आयो है 5 घन्टा हाम्रो इभी चलेर टक्क चाहिँ हाम्रो इभी चाहिँ 5 घन्टा चलेर अब चाहिँ चार्ज हुने ठाउँ आइसक्ला होइन अब आधी घन्टामा चार्ज हुन्छ अनि त्यसपछि फेरि चाहिँ इभी चाहिँ 5-7 घन्टाको लागि चल्छ है त्यही हो टक्क बिजोकै छ हौ बाटो त बिजोकै छ बिजोक छ हामी चाहिँ फाइनली आइयो ट्याक्क चाहिँ अब हाम्रो इभी चार्ज हुन्छ है इभी चार्ज हुन्छ है होटल देख्दा त मन त आनन्द लाग्नु मजा छ मजा अब चाहिँ इभी चार्ज हुन पाऊ भन्छ ब्याट्री लो जो भएको ब्याट्री एकदम लो छ अहिले हाम्रो चार्जिङ गर्ने ठाउँ कति पानी पर्यो हाम्रो मुतो लाइफ नेपाल मोटोली आयो है तातेका छन् पोल्यानी र कतारी टक्क चाहिँ हामी यहाँ चाहिँ टक्क होइन अब चाहिँ बाहिर ट्याक्क मौसम पानी परेको त्यही माथि चिल अवस्था प्याट खाना सुरु भयो फेरि पानी परेर हाम्रो चाहिँ अब रेनकोट यात्रा सुरु भयो चाहिँ घरी बादल पानी केही भनिन् है हामीले चाहिँ टक्क चाहिँ हामी पानी पानी हेर्नु यस्तो हिलो हिलो हामी हाम्रो गन्तव्यतर्फ लाग्न लाग्यौँ है फेरि टक्क हामी अब चिया खाना है चिया खाना फेरि अब हामी चिया खाना चाहिँ बोकेका छौँ है हामी अब यताबाट टक्क चिया खाने चिया गरम चाय गरम चाय
गरम तातेको छ हाम्रो कालो खोलो तातेको छ ठिकै हो त त्यता रोपे गर्दा नि भएको छैन हो भिजेकै छ बम्बे ए फोर व्हील ला भाई फोर व्हील फोर व्हील त्यसले 10 मिनट हान्छ तिमीलाई अझै 2 घन्टा लाग्छ अरे हिँड्न त्यो हो त्यसपछि के छ हो अझै 2 घन्टा लाग्छ अरे हिँड्न बिरेन्यो गाई बिरेन्यो त्यो त केही होइन झन् त्यहाँ डेन्जर थियो ओहो जोगी छ अनि चाहिँ फेरि अब आइपुग्नु लाग्यो सबै ट्याक्कै छ मलाई चाहिँ बिहान 8 बजे हिँडेर अहिले कति बेला हो भन्दा 7-8 बजे होला पुरै चाहिँ पैदल यात्री बल्ल अलिअलि चाहिँ आश लाग्ने ठाउँमा यो चाहिँ अझै पनि यहाँ होइन होला हाम्रो बास बस्ने यहाँ होइन पुरै छ टाइम लाग्छ हामी चाहिँ टक्क रुम खोल्न आएको रुमै पाइएन है रुमै नपाएर हामी अल्ल मल्ल खोल्नु रुमै छैन हो रुमै छैन बिजोग छ रात परिसक्यो यो रुम खोल्न आएको सब प्याक छ प्याकै सब प्याक छ अब के गर्नु हाम्रो सुताइहाल्नु अल्ल अल्ल यति अनि बास पाइयो चाहिँ यहाँबाट अझै 3 घन्टा लाग्छ अब चाहिँ फेरि हाम्रो बिहानको यात्रा सुरु भयो है एक्का काप्सिनेबाट हामी बसेर चाहिँ है बल्ल बल्ल बास पाएर चाहिँ फेरि बिहानको यात्रा सुरु भयो हाम्रो बन्दाले सर ढुङ्गाहरू यहाँबाट खसिरहेको है टक्क चाहिँ भिरबाट ढुङ्गा खसिरहेको है भिजोकै छ दोस्रो दिनको यात्रा हो ठिक छ अब बिहान 8 बजे बेलुका 8 बजीसम्म हिँडेको आज चाहिँ फेरि बिहान 8 बजेबाट सुरु भएको यात्रा चाहिँ अनि बाटोमै छौँ अगाडि दृश्य चाहिँ रमाइलो छ तर चाहिँ पहिरोहरू गइरहेछ कता चाहिँ ढुङ्गा खसेर लाग्ने भन्ने डर छ के गाह्रो छ हो पहिरो आएर यसमै हो यसबाटै हो फेरि च्याप्पा आइस फेरि आइस बाल्छ क्या यताको साइड डेन्जर छ है त झरिरहेको त्यही साइडै जानुपर्ने रहेछ हाम्रो फेरि पुल तरेर यत्रो बेर त भारी यसको साइड आइरहेछौँ बिजोकै छ यत्र ढुङ्गाहरू बढेर झरिरहेछन् ढुङ्गा फेरि चाहिँ अब एकछिन बसेपछि फेरि लाग्यो गन्तव्यतर्फ भाडामा रमाइलो छ झरना होटेल हामी चाहिँ यहाँ माथि यस्तो पहाड तल चाहिँ होटेल झरना होटेलमा चाहिँ हामी अब टक्क नास्ता खानलाई चाहिँ छिर्न लागेका छौँ टक्क चाहिँ झरना होटेलमा आउँदा चाहिँ हाम्रो ट्याक्क थोरै ब्याट्री चार्ज हुन्छ है त्यसपछि चाहिँ हामी टक्क पारामा फेरि चाहिँ गन्तव्यतर्फ लाग्छौँ झरना होटेल
गर्नु पनि यहाँ लेनलाइन छैन हामी चाहिँ झर्ना होटलबाट फेरि लाग्यो है नास्ता खाएर चाहिँ टक्क हामीले ट्याक्क पोलम भन्ने ठाउँमा छ तर चिसाले चाहिँ पोलिरहेको छ है चिसाले मार पोलिरहेको छ त्यही मोबाइल पुरालेको छ तर हामी पोलम भन्ने ठाउँमा छौँ 15 पोलम कि नपोलम केटाहरू चाहिँ तल चाहिँ बाटोमा चौरी गाईहरू टक्क हाम्रो सन्दीप भान्जा वाउ यस्तो ठाउँमा नि घर छन् बिजोकै छ उकालै यस्तो ठाडो छ है बिजोकै छ बिजोकै छ बिजोक रमाइलो छ जय श्री राम कपी भित्र हालिदियो माथिको सजिलो हुन्छ हिँड्न अब कहाँ टुप्पा हो र पारिएर फेरि एउटा पोरिदियो होला यहाँ माथि हेरेर भन्दा फेरि उल्टिन्छ बोल्न देखिस् तु त देखेको थिएँ भन्दै हेर्दा रानीबाट त पहिलो देखेको हिउँको बाटो के पुरै छ कि हिउँ त छ र त्यहाँ वान मिस्टेक क्याम्प थिएँ जलामा बाटो झर्दै आइयो हामी है वेलकम टु सेफ अक्सुन्डो बसेको खाऊ सर्टकट बम्बई किन ढङ्ग आहार तिमीले ओभरटेक गर्न दिने है त्यति बेला जा म त जान्न जोसुकै जान म त एकछिन टक्क चाहिँ अब लाग्यो है चाकुम हामी चाहिँ त्यो टुप्पोमा पुग्ने हो टुप्पोमा ट्रेकिङ गर्न नि दाइले अब प्लास्टिक खोल्दैछन् यहाँ मान्छे बसोबास पनि हुँदैछ है के खाँदा आउने के किन्दा आउने यस्तो ठाउँमा ब्याम्बो लौरो कहाँ भेटाएछ ब्याम्बो त्यो सिधै तल खोलामा पुरै बाटो चाहिँ सिक्नु छ पुरै हाम्रा बम्बई चाहिँ उहाँ भिला हिँड्नु आउँदै हुनुहुन्छ है उहाँको चाहिँ अगाडिको दुइटै सक्कर भयो अरे करतिर खाऊ
मोटो पातलु खाओ गरी खाओ। हामी हिँडिरहेछौँ निरन्तर हाम्रो गन्तव्यतिर। करकर्ती खाओ। थोरै बसेपछि फेरि चाहिँ हामी फेरि अब हिँड्न लाग्यो। दाइ आउनुहोस् आउनुहोस्। टक्क चाहिँ हाम्रो बम्बे एप चाहिँ हिम पहिरो गएर चाहिँ यो बाटो बन्द भएछ। अब चाहिँ हामी फेरि फर्केर पुरानो बाटो जान लाग्यौँ। बिजोकै छ बाटो भरि ढुङ्गा खसेर दाइले चाहिँ त्यो बाटो नजानुहोस् भनेर अझै त माथिको टुप्पोमा जानु छ। ए पुरै यो हिउँ परेर चाहिँ लास्टै डेन्जर छ। चिप्लो है यस्तै चिप्लो। यहाँ तल देख्नु तल गएसित सक्यो लाइफै सक्यो। यस्तो सानो हो हामी हिँड्ने बाटो यही हो। पुग्नुपर्ने आइपुग्नलाई यो चाहिँ बस्ने ठाउँमा चाहिँ एकछिन रेस्ट गर्नु पर्ला। एकपल्ट लौरा दिनुपर्ने। लौरा चाहिँ देखिन्छ त्यो मिस्टेक भयो होइन। बाटो पुरै हिमै क्या मजाको ठाउँ छ। तुफानलाई चाहिँ तलै हुनुहुन्छ। टक्क पारामा चाहिँ हामी अब यो चाहिँ आराम गर्ने ठाउँ पुग्नुलाई है। ट्याक्क चाहिँ बवाली छ हौ बवाली छ। के छ वाउ तातेको छ झरना। बाबा मोलेको सम्मो छ भनेर लिएर आऊ। यस्तो पो लिएर आऊ। ठुक्क मलेको यस्तो चाहिँ सही सम्मो बाटो छ भनेर लिएर आएर अनि त्यहाँ कतै यहाँ मलाई यस्तै उकाल छ खानै रहेछ। मोटो लाइफ नेपाल चाहिँ फाइनली ताल देखियो है। ताल टक्क चाहिँ हामी अब फेरि ताल मिरायो है। ट्याक्क चाहिँ बिजुली छ के गरिराख्ने अझै त्यस्तै चाहिँ बाटो चाहिँ जानुपर्ने हो।
चाउचाउ एउटो 5 जना अनि यससँग खाने भतेर खाने दादा रे दादा इधर दादा पानी चाहिँ अब होइन ट्याक्क चाहिँ सेफोक्सन रुलमा चाहिँ पारी छौँ अब ट्याक्क चाहिँ पुग्न लागेका छौँ है गाई तातेको छ भन्दा नि के तात्नु हो चिसोले मर्न लाग्यो एउटा टायर पङ्चर छ बिजोक छ हो सक्करभरि चाहिँ पुरै सक्करभरि डाउन छन् है सक्करको मेरो टायर चाहिँ गोटीवाला त परेछन् बाइकको सक्कर जान्छ अनि ठुलो डर थियो आफ्नै यहाँ के अरे त्यसमा स्प्रिङ गएर टेन्सन छ तनाव छ लटेर चाहिँ बिजोक छ है लडेर चाहिँ लोटेर के भएर हो कुन्नी यता चाहिँ बोलिजो लटपटाइरहेछ है बाटो यस्तै छ है अब बाँचे घर फर्किन्छौँ होला अब मरे चाहिँ मरिहाल्यो है बल्ल अलिअलि पानी पिदो भएछ यो माथि चाहिँ उसमा आएर हो कि पानी नपरेको खै तर चाहिँ हाम्रो यो यात्रा एकदमै यादगार छ अब चाहिँ यस्तो रिस्क लिएर चाहिँ हामी यहाँ आयौँ कि कुरै छाडौँ बिजोकै छ धेरै नै रिस्क लिएर चाहिँ हामी यहाँसम्म आयौँ अब चाहिँ यात्रा एकदमै रमाइलो भयो है थकाइ लागेको भयो नि यो हिउँ यो रमाइलो दृश्य देखेर चाहिँ सबै कुराहरू भुलियो झर्ने कसरी हो भन्ने कुराको चाहिँ चिन्ता छ चल्न त चढियो बिजोकै छ हाम्रो चाहिँ बम्बई चौपट्टि बम्बे एप चाहिँ पुरै चाहिँ लत्रिँदै हिँड्नु भएको छ है बाटो एकदम त्यो हिउँ पग्लेर चिसो एकदम केचल केचल छ है अवस्था केचल वाला ओ अहिले त बम्बईले नि जित्यो त यार केचलमा बम्बई अलिक टाठो रहेछ के जिन्दगीमा यस्तो पिनी रमाइलो लिनु पाइने रहेछ रमाइलो छ यात्रा है अब चाहिँ ज्यानको माया नाम चाहिँ मारेर भिडियोहरू देखाइरहेको छु अब चाहिँ बिजोकै छ हौ थुक्का मलेको हिउँ पऱ्यो बाटो छैन भने लिएर आएर पुरै चाहिँ हिउँ परेको बाटो लिएर आएँ थुक्का मलेको यो केचलले नि जाने खा कहिले हो केचलमा चिसामा टक्क हामी चाहिँ बाटोमै छौँ है बाटोमै ओ माई गॉड वाउ चाहिँ डेन्जरस वाउ वाउ Bump me up. यात्रा एकदम
हेर्दै छ है रमाइलो छ रमाइलो छ सेफोक्सुन्डो तातेको छ सेफोक्सुन्डो यो झिर्किँदै बम्याप अहिले त बम्यापले के हो भन्छ है लामा होटेल एकछिन नफाल्नुहोस् त ए बाबा त्यही जुदा कि होइन हिउँ बढी परेर चाहिँ यो फाल्दै हुनुहुन्छ है छोरी गाई हाम्रो चाहिँ गन्तव्य भन्ने यही थियो है प्राक सेफोक्सुन्डो वेलकम टु सेफोक्सुन्डो वाउ हाम्रो चाहिँ गन्तव्य क्षेत्र चाहिँ यही थियो है हामी चाहिँ अब फाइनली पुग्न थालेका छौँ तपाईहरू हिमाल ओहो त्यो रमाइलो छ रमाइलो छ हौ यात्रामा दुःख सुख त भइहाल्छ होइन तर जे जसो भए पनि इन्जोय भइहाल्छ तर बन्दारी चुडालाई लेक है फोक्सुन्डो लेक हाम्रो गन्तव्य स्थल है टक्क चाहिँ ओ यता डाँडा पोरीसम्म छ है हिउँले गर्दा कालो देखेको छैन त निलो वाला हो ओ तातेको छ बन्जारी गएका हुन् हाम्रो केटाहरू ओहो ठुल्दै यता हेर्नु न ठिक छ नि बढिया है बम्बई जाने रेल हामी होटल खोज्दै सामान चाहिँ यिनीहरूले बोक्ने है यहाँ चाहिँ कचडहरूले बोक्ने यहाँका टडकहरू चाहिँ यिनै हुन् हाम्रो रुम ठ्याक्कै यो है फोक्सुन्डो तातेको छ अब तात्नेवाला छ बिस्तारै त चिसा छ नि त तात्नेवाला छ कसै बिहान घाम लागेदेखिको मौसमै टक्क चाहिँ घाम लागेपछि छुट्टै छ धेरै दिनपछि घाम देख्न पाइयो त्यही भएर केटाहरू चाहिँ रमाइरहेको छन् ठुला बिहानको सेफोक्सुन्डो भिजिट भइराखेको छ आज चाहिँ पुरा घाम लागेको छ टक्क 12 मा अब हामी चाहिँ बाहिरतिर घुम्न जान लागेको छौँ है घाम लागेपछि हामी पुल तरबारी गुम्बातिर जान लाग्यो है यो हामी एसीको तिरैतिर जाने हो टक्क पारामा टक्क सेफोक्सुन्डो कलर चेन्ज भएर निलो भइसकेको छ टक्क हामी चाहिँ गुम्बामा हिँड्ने
Facundo Bomba. Lindo. सुन्दर लेक टक्क चाहिँ हामी युज गर्दैछौँ है टक्क हामी चाहिँ अब निस्किनु लाग्यो यहाँदेखि टक्क लामावटीमा चाहिँ अब खाना खाएर टक्क चाहिँ अब हामी निस्किनु तर जहाँसम्म गइँदैछ हामी चाहिँ लाग्यो पुरै ढुङ्गा ढुङ्गा गर्छ है दुखिँदैन एउटाले हेर्ने माया पारेर हेर्ने अनि चेवारीबाट चाहिँ दुकुर्ने सिस्टम छ है तल चाहिँ डेन्जर छ त्यही भएर आएको माथि चाहिँ कि ढुङ्गा खसिरा ल है आइयो चाहिँ हामी चाहिँ घुमेर 4 दिनको आएपछि है टक्क हामी चाहिँ बाइक भएको ठाउँमा आयौँ टक्क चाहिँ हाम्रो बम्मे एप है कता हुन्छ बम्मे एप है बम्मे एप हाम्रो बम्मे एप है टक्क त यो 4 दिनको लगातार हिँडाएपछि बल्ल चाहिँ हामी बाइक भएको ठाउँमा आयौँ यही है हाम्रो बाइकहरू यहीँ छोटो भएको थियो 4 दिनसम्म यत्तिकै बाहिर थियो है ट्याक्क बाइकको उयो चाहिँ कति पिर थियो मेरो बाबालाई चाहिँ अब स्टार्ट हुन्छ हुन्न थाहा छैन त्यो झरी त्यो घाम सबै खायो नि हेलमेट कुटेर पारेर त्यत्तिकै बाहिर चाहिँ कुटेर पारेर गयो थियो 4 दिन हिँडेपछि बल्ल आइयो ल बिजोकै छ अरे त हालत त्यस्तो छ है बिजोकै छ पुरै ए हिँड्यो माटै के हो हेलमेट लुकेर बिजोकै छ बम्मे आएको चाहिँ हेर्नु गर्दा हुन्छ हामी चाहिँ आर्मीलाई यहाँ छ है टक्क चाहिँ हामी आएकोबाट यति एउटा त्यो अलिअलि देखिन्थ्यो टक्क त्यही हो अब हामी फेरि हाम्रो बसाइ कुनैमा हुन्छ कि गाउँ त थाहा छैन टक्क चाहिँ तर हाम्रो यो पैदल यात्री चाहिँ आज यो डोल्पाको फेमस मन्दिर है मा चाहिँ भिजिट गर्दैछौँ त्रिपुरेश्वर मन्दिर टक्क पारामा हिमालको काखमा ट्याक्क चाहिँ यो मन्दिर छ भाइ चाली चाहिँ गाह्रो गराएछ हामी त होइन हाम्रो बम्बे टक्क चाहिँ खोलाको किनारमा यस्तो छ भिड है यस्तो ठाउँमा चाहिँ टक्क यो मन्दिर डोल्पा जिल्लाको फेमस मन्दिर